नमस्कार। मलाई राष्ट्रिय सतर्कता केन्द्रबाट गोप्य अत्यन्त जरुरी पत्र प्राप्त भएको छ। यो चाहिँ नि आवश्यक अनुसन्धान गरी पाऊँ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको रहेछ। अनि यसमा राय प्रतिक्रिया सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले मलाई लेखेको हो। यसमा चाहिँ नि मैले चाहिँ नि यसमा दुरुपयोग गरेको कार्यमा चाहिँ नि नेपाली नागरिक साथै युरोपियन मुलुकको नागरिक दोहोरो परिचय जुन कुरा नेपालको बैंक खाता खोल्दा प्रयोग गरेको डकुमेन्टबाट प्रष्ट हुन्छ भनेर यो आरोप लागेको छ। अनि यही आरोपको सिलसिलामा चाहिँ नि यो राय लिनको लागि सतर्कता केन्द्रबाट आएको छ। यसमा यस विषयलाई यो अनुसन्धान गर्नमा सघाउने त यो त सिरियस विषय हो। यसलाई सघाउन त म सघाउँछु नै। तर यसमा भन्नुपर्ने कुरा के छ भन्दाखेरि अब युरोपियन मुलुक भनेर लेखेको छ। मेरो श्रीमान पोल्यान्डका नागरिक हुन्। त्यसपछि भनेपछि यो पोल्यान्डकै सिटिजनशिप लिएको आरोप लागेको होला भनेर मैले लिएको छु। तर यो मैले अहिलेसम्म करिब 20 वटा देश मुलुक भ्रमण गरेको छु। मैले न कुनै देशको पर्मानेन्ट रेजिडेन्सी अथवा ग्रीन कार्ड अथवा नागरिकता लिएको छु र पोल्यान्डको पनि लिएको छैन। यो उजुरी छ भनेर पत्र पत्रिका पनि आयो हैन, आज हातमा पर्यो। यसको यो लिने प्रक्रिया के हो पनि मलाई थाहा थिएन। अनि यो अब आफूले लिँदै नलिएको कुरा लिएको छैन भनेर कसरी अब यसलाई प्रुभ गर्ने भन्दाखेरि यो लिने प्रक्रिया के छ भनेर अलिकति बुझ्न खोजेँ। र बुझ्दाखेरि के थाहा पाएँ भन्दाखेरि यो नागरिकता त दूर की बात, यो पोल्यान्डको यो पर्मानेन्ट रेजिडेन्सी लिनलाई पनि त्यहाँ गएर टेम्पोररी रेजिडेन्स पर्मिट भन्ने लिनुपर्ने रहेछ। अनि त्यो लिँदाखेरि पासपोर्टमा छाप लगाइदिने रहेछ यत्रो ठुलो। अनि त्यो लगाइसकेपछि खै त्यो लिएर पोल्यान्डमा सर्टेन अवधि बसिसकेपछि बल्ल यो पर्मानेन्ट रेसिडेन्सीको काम अगाडि बढ्ने रहेछ। अनि त्यो पर्मानेन्ट रेसिडेन्सी लिएको खै 2-3 वर्ष बसेपछि बल्ल यो नागरिकता पाउने रहेछ हैन। भनेपछि म चाहिँ नि जति दिन मन्त्री भएको छु, 120 दिन 125 दिन अहिलेसम्म कति भएको छु, त्योभन्दा थोरै दिन म पोल्यान्ड बसेको छु। अब यो सम्भवै नहुने कुरा रहेछ हैन। अब यो सम्भवै नहुने कुरा कसैले के प्रमाण छ भनेर यो बैंकको खाता खोल्दाखेरि अब त्यो चाहिँ नि मलाई दिया छैन। त्यो चाहिँ मेरो हात पनि परेको छैन। यो मलाई आएको डकुमेन्टमा पनि परेको छैन। अब त्यो त अब उजुरी गर्ने मान्छेले नै देला। तर यो चाहिँ कस्तो भयो भन्दाखेरि यो सिरियस कुरा किन हो भन्दाखेरि यो पत्र पत्रिकामा आएपछि यो मलाई पत्र नै हातमा परेपछि 3-4 वटा असम्पसन के यो कोही मान्छेले विदेशीसँग, कोही नेपालीले विदेशीसँग बिहा गर्ने बित्तिकै विदेशको पिआर लिन्छ भन्ने कुरा चाहिँ नि यो सत्य होइन। म आफ्नै बलबुतामा देश विदेश घुमेको छु, काम गरेको छु, पढेको छु हैन। मैले कोही विदेशीसँग बिहा गर्दैमा मैले विदेशको पिआर लिन्छ अथवा त्यहाँको नागरिकता लिन्छ भन्ने यो चाहिँ नि एउटा गलत असम्पसन हो, एउटा गलत सोचाइ हो। त्यसपछि अर्को के पनि हो भन्दाखेरि यो मैले भने नि पहिला नजाने गाउँको बाटै नखोज्नु भनेकोले थाहा पनि थिएन। अब जबरजस्ती खोज भनेर यस्तो पत्र हातमा आएपछि खोजेँ के रहेछ प्रक्रिया बुझ्नलाई गरेँ। यसमा मेरो 10-15 घण्टा त लाग्यो हैन। अब यो 10-15 घण्टा मेरो त वेस्ट भयो। यो एक्सप्लेन गर्नु पर्यो, यो महत्त्वपूर्ण विषय पनि छ। तर यो एक्सप्लेन गर्दाखेरि फाइदा चाहिँ नि कसलाई भयो? त्यो 10-15 घण्टा त मैले शिक्षा विज्ञान प्रविधिमा के गर्ने भनेर लगाउँथे हैन। त्यो त यसले हुनै नसक्ने कुरा भयो भनेर कसैले उजुरी दिन्छ र यस्तो डकुमेन्टबाट प्रष्ट देखिन्छ भनेर लेख्छ। तर त्यो डकुमेन्ट चाहिँ दिँदैन। अब लागेको होला यस्तै गरेर अब पहिला युरोपियन मुलुकको भनेर दिने, त्यसपछि नर्थ अमेरिकन मुलुकको भनेर दिने, त्यसपछि एसियाको मुलुकको भनेर अब यो 20 वटा भन्दा बढी देश भ्रमण गरेका छु। हरेक देशको के भन्छ पिआर लिएको छैन, सिटिजन नागरिकता लिएको छैन भनेर त प्रुभ गर्दै हिँड्दाखेरि त धेरै घण्टा पो वेस्ट हुन्छ त। यति धेरै समय त एउटा सांसदको खेर जानु भनेको त
मुलुककै अहितमा हो जस्तो लाग्छ। तर यो भन्दा भन्दै के चाहिँ नि हो दिमागमा लागेछ भने चाहिँ मैले काम चाहिँ राम्रै गरेछु क्या हो। यदि नराम्रो काम गरेको भए त ममा यति धेरै अटेन्सन पनि हुँदैन थियो होला। राम्रै काम गरेछु, त्यसको लागि खुसी नै छु। अब 20 वटा तपाईहरु आफै पनि सोच्नुस्, तपाईहरु एकचोटी अस्ट्रेलिया जानुभयो, नेपाल फर्किनु भयो, अमेरिका एकताल जानुभयो, नेपाल फर्किनु भयो। अब तपाईले त्यहाँको पीआर लिएको छैन भनेर चाहिँ कसरी प्रुभ गर्नुहुन्छ हैन? यो लिएको छ, कसैले लिएको छ भने प्रुभ गर्नलाई त्यसको डकुमेन्ट देखाउने एउटा कुरा हो। लिँदै नलिएको कुरा छैन भनेर प्रुभ गर्नलाई के चाहिँ गर्ने हो के? यही 10-15 घण्टाको यो समय खर्च नगरिकन त सम्भव छैन होला पनि। तर अन्त्यमा म के भन्न चाहन्छु भन्दाखेरि मैले मिडियामा अन्तर्वार्ता दिँदाखेरि पनि भनेकै कुरा हो। म 2003 सालमा नेपाल बाहिर गएको पढ्नलाई, उच्च शिक्षाको लागि पढेँ, काम गरेँ। यो दौरानमा न मैले कुनै देशको पीआर लिएको छु, न नागरिक सिटिजनशिप लिएको छु, नागरिकता लिएको छु। किनभने मलाई जहिले थाहा थियो म नेपाल आउँछु भनेर। तर काम गर्ने मान्छेको खुट्टा तान्ने प्रवृत्ति चाहिँ गजबको रहेछ नेपालमा। अब यस्तो महत्त्वपूर्ण इकाइले लेखेपछि यसलाई इग्नोर पनि गर्न नपाउने, एउटा चाहिने नचाहिने ट्याब्लोइड पेपरमा आउँदाखेरि त इग्नोर नै गरिन्छ होला। तर हामीलाई जसरी भ्रममा पार्न खोजिएको छ र विषयवस्तुबाट विषयान्तर गर्न खोजिएको छ, यसमा हामी सबै चाहिँ नि सचेत हुनुपर्छ। यति नै मैले भने।